हेलो साथीहरू, के तपाईले यी प्रश्नहरू मिलाउन सक्नुहुन्छ? आउनुस्, प्रश्नहरू यस प्रकार रहेको छ। प्रश्न 1. संघीय जलाधार व्यवस्थापन स्रोत केन्द्र तलका मध्ये कुन जिल्लामा रहेको छ? क. कुलेखानी, ख. कोशी, ग. कर्णाली, घ. गण्डकी। यसको सही उत्तर रहेको छ अप्सन क को कुलेखानी। प्रश्न 2. सामुदायिक वन अध्ययन केन्द्र तलका मध्ये कुन जिल्लामा रहेको छ? क. सिन्धुपाल्चोक, ख. काभ्रे, ग. मकवानपुर, घ. काठमाडौँ। यसको सही उत्तर रहेको छ अप्सन क को सिन्धुपाल्चोक। प्रश्न 3. सामुदायिक वन नभएको जिल्ला कुन हो? क. मनाङ, ख. मुस्ताङ, ग. पर्सा, घ. गोरखा। यसको सही उत्तर रहेको छ अप्सन ख को मुस्ताङ। प्रश्न 4. सबैभन्दा धेरै सामुदायिक वन भएको जिल्ला तलका मध्ये कुन हो? क. मनाङ, ख. पर्सा, ग. धादिङ, घ. सिन्धुपाल्चोक। यसको सही उत्तर रहेको छ अप्सन ग को धादिङ। प्रश्न 5. सबैभन्दा धेरै साझेदारी वन भएको जिल्ला तलको मध्ये कुन हो? क. मोरङ, ख. बारा, ग. कपिलवस्तु, घ. रूपन्देही। यसको सही उत्तर रहेको छ अप्सन ग को कपिलवस्तु। यस्तै भिडियोको लागि हाम्रो युट्युब च्यानल लोकसेवा क्विजलाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।